Oh, Yakima. Ticket. Track 5. 이거 맞아? कोरियामा चढ्दाखेरि त त्यति कन्फ्युज नहुने, जापानमा चाहिँ अलिकति भाषा अलिकति प्रब्लम भएको भएर अलि चढ्नलाई चाहिँ सोध्नै पर्ने यताउता। आज टोकियो जाने। मेरो प्लेटफर्म चाहिँ कहाँबाट चढ्ने थाहा भएन, अब खोज्नु पर्यो एकैछिन। फुजिसान जापानको सबभन्दा अग्लो पहाड र एकदमै फेमस चाहिँ हेर्नलाई आउँछ। तर आज कुहिरो लागेकोले देखेन, तर एकदमै राम्रो देखिन्थ्यो हैन त। फुजिसान 3000 चान्चुन छ, बादलले गर्दा देख्न त एकदमै राम्रो देख्छ। माथि टाउको माथि चाहिँ हिमले ढाकेको बाँकी पहाड देख्छ के, ठुलो एकदम फेमस, विश्वमै फेमस जापानको एउटै मात्र अग्लो पहाड नाम चाहिँ फुजी हो। यही हेर्नलाई वर्षेनी लाखौँको सङ्ख्यामा पर्यटकहरू जापान घुम्न आउँछन्। म एक दिन जान्छु त्यहाँ, डेफिनेटली घुम्न जान्छु। यहाँबाट सायद बसमा आधा घन्टा लाग्छ। आई विल डेफिनेटली गो देयर। ट्रेन स्टेसन रहेछ यहाँ, कावागुजीको ट्रेन स्टेसन। यो गाडीले छेक्यो, त्यहाँ एकीको खान्जी रहेछ। फुजिसानको अगाडि रहेछ, फुजिसान पछाडि छ, यहाँ पछाडि अलिक लाउडा होइन। यो चाहिँ स्टेसन, ट्रेन चढ्ने ठाउँ आइपुगेछ। ओके नजिकै रहेछ, यहाँ बसहरू ट्रेन छ। मेरो पछाडि देख्नुभएको चाहिँ स्टेसन रहेछ, अलि पुरानो स्टाइलमा बनाएको रहेछ स्टेसन। अनि पछाडि आज के रे मौसम धम्म भएको भएर चाहिँ फुजिसान देखेन, पहाड न त देख्न पाइन्थ्यो। यहाँ चाहिँ स्टेसन रहेछ, ट्रेन चढ्ने ठाउँ। ओके, ट्रेन चढ्न लास्टै गाह्रो लाग्यो मलाई त। यहाँ कोरियामा त सजिलो लागेको थियो ट्रेन चढ्ने तरिकाहरू, अब चढिरहेको भएर, भाषा पनि जानेको भएर होला, बोल्ने आउने भएको भएर। यहाँ चाहिँ एकदमै गाह्रो अनि एकदमै फराकिलो, एकदमै ठुल्ठुलो। हुन त कोरियामा पनि धेरै ठुल्ठुलो छ स्टेसनहरू, यहाँ पनि लास्टै ठुल्ठुलो स्टेसन हो। लास्टै कन्फ्युजिङ के यहाँको त। म त धेरै कन्फ्युज भयो अस्ति ट्राभल गर्दा, अस्ति आउँदाखेरि। कुन्दा खान्ची बेस धेरै भिडभाड छ, पर्यटकहरू सब घुम्न आएकोले। जापानमा 24 घन्टा खुल्ने स्टोर, पसल, सबै सामान्य कुराहरू पाइने 7-11 भन्छ। आफूलाई चाहिने वस्तुहरू सब यहाँ हुन्छ। सिम्पली 24 घन्टा खुल्ने पसल, कन्भिनियन्ट स्टोर हो। 7-11 अर्को लसम
Fujisan. Wow. Wow, Fujisan. 見えますか皆さん見えますかआउँदैन यसो खोक्दिएको जाबे बोल्यो भने केही त बुझ्दैन काम गर्ने ठाउँमा हाई हाई भन्ने बाहेक अर्को 24 घण्टा यिनीहरूको 24 घण्टा खुल्छ कि खुल्दैन थाहा छैन सेभेन कतिजनाको त 1 बजे बन्द गर्छ भन्ने सुनेको थियो मैले अर्को यो लसम पनि 24 घण्टा खुल्ने पसल मध्येमा एउटा हो तर एउटा साथीको 7-11 स्टोरमा काम गर्ने यस्तै स्टोरमा काम गर्ने साथीले चाहिँ 1 बजीसम्म मात्रै गर्छ बन्द गर्छ भनेर तर कन्भिनियन्ट स्टोर भन्ने बित्तिकै जापानिजमा कोम्बिनी भन्छ कोरियनमा फेनिजम भन्छ फेनिजम 24 घण्टा खुल्छ कोरियामा चाहिँ म प्रत्यक्ष भएको रातको 2 बजे गएर किन्दा पनि 3 बजे गएर किन्दा पनि बट यहाँ पनि 24 घण्टा होला ओके जे होस् बाटो त यतै जस्तो लाग्छ आउनुहोस् अनुभव लिनुहोस् गर्नुहोस् तर कस्तो हो भने दुःख नरमाइलो लाग्दो चाहिँ के लाग्दो रहेछ भने मलाई चाहिँ त्यो भर्खर 18-19 वर्षको भाइ बहिनीहरू +2 गरेर पढ्न आउनुहुन्छ नि यहाँ अनि कोम्बिनीतिर यस्तो स्टोरतिर पसलतिर काम गर्न बस्नुहुन्छ है अनि सानो भर्खरको कलिलो देख्छ कस्तो माया लाग्दो हुन्छ पसलमा बस्छ भाषा पनि धेरै जाने हुँदैन नि त अनि काम गर्न बस्छ कति माया लाग्छ अर्काको देशमा भाषा पनि आएको हुँदैन अनि बिचरा एक्लै छ मम्मी ड्याडी हुँदैन साथीभाइ सुरुमा त रमाइलो भइहाल्छ रमाइलो लाग्छ उमेरै त्यस्तो हो नि त्यति व्यवहार भने के हो त्यस्तो पनि थाहा हुँदैन बिचरा अनि एकैचोटि 18-19 मा आएर अब उसको जिम्मा हुन्छ नि त सबै खाना पकाउ आफै गरेर काममा पनि पुग्नु पर्यो अनि त्यो 18-19 को उमेरको मान्छेले बिचरा के चाहिँ मनमा खिल्दो हो कस्तो चाहिँ उसले सोचेको होला जस्तो लाग्छ क्या अनि यसो हेर्छु कम्युनिटीतिर सामानहरू किन्न जाँदाखेरि सानो भाइ बहिनी देख्छु क्या अनि कस्तो अब गर्नै पर्यो पढ्न आएको हो अर्काको देशमा हामी जापान मात्र नभएर कोरिया क्यानाडा अस्ट्रेलिया सबै देशमा जान्छौँ नि त अनि हामी त दोस्रो दर्जाको नागरिकहरू हो नि त पढ्न लायक हो अनि काम त गर्नु पर्यो काम त जे पाउँछ त्यही भाषा नजानेपछि हामी काम सुरु गर्ने तल्लो स्तरबाट हो नि त होइन जे भने भाँडा माझ्ने हो कि फोहोर सफाहरू गर्ने हो कि इभन मैले पनि होटेलमा ठुलो काम गर्न आएको होइन नि त मलाई थाहा थियो म यो काम गर्दैछु भनेर म पनि ओछ्यान मिलाउने सरसफाइ गर्ने नै काम हो मेरो होइन भाषा पनि राम्रो छैन भाषा जाने पनि ठुलो पोस्टमा पाउनलाई त्यस्तो आश गरेर त्यो सपना देखेर आएकै होइन अर्काको देशमा हामी ठुलो पोस्टमा काम गर्ने त्यस्तो भन्ने नै हुँदैन होइन अनि एकदम अनुभवहरू पनि छैन अनि त्यो भाइ बहिनीहरू देख्दाखेरि चाहिँ माया लाग्छ क्या लास्टै माया लाग्छ अनि कति सानो मान्छे हो म पनि सानो देखिन्छु होइन र कति सानो मान्छे अनि काम गरिरहेको छ इरासैमासे गर्छ अरिकत्तो गोजाइमास गर्छ अनि कति माया लाग्छ हेर्दा उसको मम्मी ड्याडीहरूले कति याद आउँदो मम्मी ड्याडीहरूको अलिकति इमोसनल भयो जस्तो भयो अनि गर्नुपर्छ नि त काम त अर्काको देशमा माया भन्ने हुँदैन कामलाई माया गर्छ नि त काम जसले राम्रो गर्छ त्यही हो अनि साथीभाइहरू सबैजना त्यही हिसाबले आएको भएर चाहिँ सायद उनीहरूको बोन्डिङ एकअर्कामा राम्रो हुन्छ होला सायद होस्टेलमा सँगै बस्दाखेरि अब मम्मी ड्याडी आफन्त भन्ने केही हुँदैन त्यही साथीभाइ नै आफ्नो मान्छे हुन्छ नि त अनि सायद त्यही साथीभाइबाट अलिकति छुट्टै व्यवहार गऱ्यो भने चाहिँ सायद दुःख लाग्छ होला अनि त्यति सानो मान्छेहरूले त्यस्तो भोग्नु पर्दाखेरि फेरि अर्काको देशमा आएर मम्मी ड्याडी छैन अनि फेरि मम्मी ड्याडीको उसमा बसेको मान्छे आएर भाषा पढ्नुपर्छ अनि यसो सम्झिँदाखेरि चाहिँ कति धेरै प्रेसर लिएर बढ्नु पर्दो रहेछ त्यो बच्चाहरू म त एकदम म स्टुडेन्टमा आएको होइन म त ब्याचलर भिजामा काम गर्न आएको हो अनि उमेर पुगेर आएको हो म त एकदम योभन्दा अगाडि पनि कोरिया बसेर आएको होइन कोरिया 5 वर्ष इपिएस मार्फत काम गरेर 1.5 वर्ष अगाडिसम्म म कोरियामा थिएँ काम गरेर भनौँ न 17-18 महिना अगाडिसम्म म कोरियामै थिएँ त्यसको बिचमा सकाएर नेपाल आएर बसेर अहिले म चाहिने
जापान आएँ भनौँ न होइन, 1 महिना भयो। अनि त्यो भाइ बहिनीहरू म त एउटा उमेर पुगेर भोगेर आएर जे होस् अब मेन्टली स्ट्रङ भयो भनौँ न अहिले। अन्त सानो भाइ बहिनीहरू त अर्काको देशमा आएर पढ्न आएको, दुःख गर्न आएको, त्यति सानो मान्छेहरूले कति ठुलो सपना देखेर आएको होला। अनि एनिवे यस्तै दुःख गर्नुपर्छ, दुःख चाहिँ गर्नै पर्छ, किनभने लाइफ जिन्दगी हो, दुःख सबैले गर्नै पर्छ, आफ्नो भोगाइबाट गर्नै पर्छ, जानै पर्छ। त्यही भएर कसैले आएर पनि गरिदिएन, आफै गर्नु। तर त्यति सानो उमेरमै गर्नु पर्दाखेरि चाहिँ अलिकति कस्तो नरमाइलो मात्रै लाग्छ। तर पढ्न आएको भविष्य बनाउन आएको हो नि त होइन, पढ्न आएको भविष्य बनाउन आएको हो। अहिले दुःख भए पनि पछि एउटा उनीहरूको सपना पुरा गर्ने एउटा बाटो पनि मिल्छ। अनि परदेशमा बसेपछि एउटा नियम कानुन सिकेपछि सायद आफ्नो देशमा गएर पनि केही गर्न सकिन्छ होला। अनि जतिजना पनि स्टुडेन्टहरू छ भाइ बहिनीहरू, मिहिनेत गर्नुहोस्, तपाईँहरू सानो भए पनि एकले अर्कालाई सहयोग गर्नुहोस्। अनि जे होस् नेपाली हो, नेपालीलाई सहयोग गरौँ होइन, खुट्टा तान्ने काम चाहिँ नगर्नु। त्यस्तो भन्ने धेरै सुने मैले जापानमा आउनु अगाडि। सेम्पाहरू चाहिँ अलिकति सेम्पा भनेर टोक्नु खोजेँ होइन, सिनियरहरूले चाहिँ अलिकति जुनियरलाई हेप्छ भनेर सुनेको धेरै। कोरियामा त मैले भोगेन, थियो अरे भन्ने कुरा गऱ्यो, तर मैले कोरियामा भोगेन कहिले पनि। एकदमै असल मान्छेहरू मात्रै भेटेँ मैले जति पनि कम्पनीहरूमा काम गरेँ। अनि जापानमा चाहिँ आई डोन्ट नो। अनि त्यो भाइ बहिनीहरूलाई चाहिँ त्यस्तो कुराहरू जे होस्, स्टुडेन्ट भाइ बहिनीहरूको उज्जवल भविष्यको लागि शुभकामना। अनि एकले अर्कालाई पनि सहयोग गरौँ हामीले है, सहयोग गर्नुपर्छ। सहयोग गरेको कुरा चाहिँ कहीँ पनि जाँदैन, फेरि फर्केर आउँछ। एनिवे म कहाँ पुगिरहेको छु आई डोन्ट नो, एकदमै भावुक भएँ भाइ बहिनीहरू कुरा गरेर। अनि फुजिसान नजिक पो आइपुग्यो, नजिक त के नजिक भन्नु र, देखिनु पो नजिक देखाएको त। कस्तो राम्रो देखेको फुजिसान है। तर यो बादल लागेको भएर आज बादल लागेको भएर त्यति राम्रो देख्यो, न त एकदम राम्रो देख्छ। माथि टाउको सेरोफेरो चाहिँ हिउँले ढाकेको, बाँकी वहाँ यो चाहिँ अलि रेसिडेन्सियल एरियाहरू रहेछ, भनेको बसोबास गर्ने ठाउँहरू रहेछ, मान्छेहरू बसोबास गर्ने ठाउँहरू रहेछ। घरहरू चाहिँ पहिला कि अहिले पनि हेर्छु कार्टुन होइन, परम्यान, निन्जा तोडी, त्यहाँबाट फेमस छ नि अरू के छ, डोरेमोन, यिनीहरू सब हेरिन्थ्यो नि त। अहिले पनि हेर्छु म बेला बेलामा। अहिले चाहिँ आता सिन्ची हेर्छु प्रायः, जापानिज कार्टुनहरू, जापानिज भाषा सिक्नलाई। अनि यस्तो घरहरू देखिन्थ्यो क्या, डिफ्रेन्ट देश अनुसारको भेष हो नि त। कोरियामा पनि आफ्नै कल्चरको घरहरू छ, डिफ्रेन्ट छ। यस्तै भए पनि घरहरू बनाउने शैली फरक छ, यहाँको पनि फरक छ। भुइँचालो आयो भने चाहिँ कस्तो अनुभव हुन्छ जापानमा, किनभने जापान संसारकै 1 नम्बरमा भुइँचालो आउने देशमा पर्छ। अनि आयो भने चाहिँ कसरी सतर्क रहने सायद थाहा हुन्छ, त्यो अनुभव गरेको छैन। नेपालमा त लास्टै डर लागेको थियो। नेपाल त विश्वमै 11औँ स्थानमा पर्छ भूकम्पको जोखिममा पर्ने देशमा, अनि जापान 1 नम्बरमा आउँछ। हाम्रो देश पनि सुरक्षित त होइन नि भूकम्पको हिसाबमा त, 11औँ स्थानमा संसारकै। अनि यहाँ 1 नम्बर, यहाँ चाहिँ भूकम्प आउँदा कस्तो गर्छन् मान्छेहरू, के हुँदो रहेछ, लास्टै डर लाग्छ। एनिवे हेर्नु त जिदो हानबाइकी, यो चाहिँ जहाँ पनि हुन्छ, कोरियामा पनि हुन्थ्यो। जिदो हानबाइकी मेसिन हो, को पैसा हालेर आफूलाई चाहिने जुस किन्न सकिन्छ। यो त जहाँ पनि हुन्छ, जस्तो ठाउँमा पनि हुन्छ। फुजिसानको टुप्पोमा पनि छ भन्ने सुनेको छु मैले। अलिक महँगो हुन्छ अरे यहाँको भन्दा मूल्य चाहिँ, नत्र भने फुजिसानको टुप्पोमा भनेर फुजिसान जहाँसम्म जान सकिन्छ त्यहाँसम्म जाँदाखेरि चाहिँ त्यो जिदो हानबाइकी राखेको हुन्छ अरे। कोरियनमा छाफान्मेगी त चिया बेच्ने हो, छादोङ इन्चुल्गी त एटिएम भइहाल्यो। छाफाङ्गी त चिया बेच्ने, कफी बेच्नेहरू यस्तै पाउँछ, मेसिनलाई भन्छ क्यारे। काम हो कता बिर्स्यो, युज गर्न नहेसी बिर्सिँदै जान्छ। जमिनहरू कस्तो मिलाएको जमिन हेर्नु त, रोपेको। आफ्नोभन्दा अर्काको मात्रै लोभ लाग्छ, लोभ गर्नु त हुन्न। मैले नि गाडीको लाइसेन्स त झिकेको छु, यदि पछि गएर केही मौका पाएँ भने डेफिनेटली जापानको रोडमा कार कुदाउने हो।
다이소 고기만. 오. फर्स्ट फ्लोर थिचेर सिमारू भनेपछि सिमारू दोजिरो साँझको भ्यू हेर्नु फुजिसान पहाड कुहिरो लागेको छेकेर हेर्नु यो सपिङ मलमा चाहिँ दाइसोहरू सबै रहेछ सस्तोमा पाउने सामानहरू पनि नि सपिङ गरेँ भित्र चाहिँ खिच्न मिल्दैन भन्यो त्यही भएर खिचिएन यो चाहिँ लुगा धुने ठाउँ हो लन्ड्री हेर्नु त त्यहाँ पहाड फुजिसान कस्तो राम्रो भ्यू यो बादल नलाग्यो भए कस्तो राम्रो देख्थ्यो त्यसलाई हिउँ देख्नु भएको छ नि हो त्यो ढाकेको हो क्या कस्तो राम्रो सपिङ सक्यो धेरै घुमेर सक्यो थाके पनि पढाइ पाउ के ल्याए काटिसक्यो ट्राई गर्नु पर्यो आज ड्यु खाउँ कि के खाउँ अब घर फर्किँदै हो धेरै थाकेँ भित्र भिडियो लिन मिल्दैन भने सोधेको थिएँ फोटो खिच्न मिल्दैन भन्यो अनि त्यही भएर केही नै गरेन त्यसो भए कोही नहाल्छ है त म ड्यु खानु पऱ्यो ड्युको चाहिँ 140 रुपियाँ रहेछ ड्यु माउन्टेन ड्यु खाउँ कि एप्पल जुस खाउँ ड्यु खाउँ धेरै भयो ड्यु नखाएको 140 भनेपछि चुमेताई भनेपछि चिसो आताताकाई भनेको तातो 140 भनेपछि कोइन हाल्छ ल कोइन चाहिँ हाल्नुपर्छ यहाँ अनि त्यसपछि थिच्यो भने आउँछ जस्तो लाग्छ मलाई मैले नि पहिला ट्राई गर्नु 140 ओके 100 ओके ओके 140 पालै पाला हाल्छ एक 10 रुपियाँ 10 भयो 20 30 अब 10 रुपियाँ हालेर आउँछ होला 40 140 रुपियाँ कुन बढ्यो ला है चुमिता है अनि माथिको ए ला म त यो खानु मन छैन नि त नि यो त के हो निलो बोलिरहेको छ नि है तेरिका दिमाग मेरो खराब ओके तल झरेपछि कलेक्सन गऱ्यो भने ओके ल कुद आजको भिडियो